यो श्लोक आठौं शताब्दीमा अद्वैत वेदान्तका प्रवर्तक आदि शङ्कराचार्यले यो स्तुति शुद्ध र साहित्यिक संस्कृत भाषामा रचना गरेका हुन्। यसमा प्रयोग गरिएको भुजङ्ग प्रयास छन्द र शब्दहरूको संयोजन यति मधुर छ कि यसलाई लयबद्ध रूपमा गाउँदा मनमा तत्कालै शान्ति र सकारात्मक ऊर्जाको सञ्चार हुन्छ। यो श्लोकको पहिलो पंक्तिमा कविले भगवान श्री गणेशको सौम्य, भक्तवत्सल र ब्रह्माण्डीय रूपको वर्णन गरेका छन् भने दोस्रो पंक्तिमा उहाँको संहारक, रक्षक र अनन्य नेतृत्वदायी सामर्थ्यलाई प्रष्टाउँदै कविले भगवान श्री गणेशको भव्य गुणगान गाएका छन्। श्लोकको सुरुवातमै भनिएको छ, गणेश भगवान आफ्नो हातमा मोदक यानी मिठो लड्डु लिएर मुस्कुराइरहनु भएको छ। शङ्कराचार्यले यहाँ त्यही लाइनमा सदा विमुक्ति साधकम भन्दै साधक यानी मान्छेलाई जन्म मरणको बन्धनबाट मुक्त गराउने परम चेतना पनि गणेश नै हुनुहुन्छ भन्दै वर्णन गर्छन्। श्लोकको दोस्रो भागमा पुग्दा गणेशको रूप निकै शक्तिशाली र भरोसायोग्य महानायकको रूपमा बदलिन्छ। शङ्कराचार्यले उहाँलाई अनायक नायकम भन्नुभएको छ, जसको सोझो र प्यारो अर्थ हुन्छ यस संसारमा जो अनाथ छन्, असहाय छन् वा जसको कोही सहारा छैन उनीहरूका लागि गणेश नै एकमात्र र अन्तिम मालिक हुनुहुन्छ भनेर कविले यहाँ वर्णन गरेका छन्। उहाँ जति कोमल हुनुहुन्छ, अधर्म र अहंकारको नाश गर्न उति नै वीर हुनुहुन्छ भन्दै गणेश भगवानको अलौकिक स्वभावको वर्णन गर्दछन्। साहित्यिक रूपमा हेर्दा यो श्लोक गाउनका लागि यति सजिलो र सुमधुर छ कि यसको प्रत्येक शब्दको अन्त्यमा आउने कम ध्वनि जस्तै मोदकम, साधकम, रक्षकम, विनायकमले मनमा एउटा मिठो सङ्गीत र तरङ्ग पैदा गरिदिन्छ। शङ्कराचार्यले कतै दर्शनको बोझ नराखी सजिलै शब्दहरू बुनेर गणेशलाई नै संसारको सृष्टि, रक्षा र मुक्ति दिने विनायक अर्थ विशिष्ट नायकको रूपमा उभ्याउँदै यो काव्यलाई भव्य बनाउँदै कालजयी बनाएका छन्।